वेलकम छ मेरो युट्युब च्यानलमा सबैलाई स्वागत छ। आज चाहिँ म भर्खर कम्प्युटरको काम सकेर हैन अब खाना बनाउनतिर लाग्न खोजिरहेको छु। आज चाहिँ स्पेशल खाना चाहिँ तरकारी चाहिँ के छ भने आज चाहिँ स्पेशल लोकल कुखुराको मासु छ हैन। टक्क लोकल कुखुराको मासु झोल हालेर बनाउने हो, ड्याममा बनाउने हो हैन। के कस्तो हुन्छ हैन म बिचमा हजुरलाई देखाउँदै गर्छु। गाईहरू कुखुराको मासु है, कुखुराको मासु आज लोकल कुखुराको मासु लिएर आउनु भएको छ हैन। मजाले फ्राई गरेर चाहिँ कुकरमा सिटी हालेर मजाले खाइने के अरे तोरीको तेल है। यो चाहिँ मिलबाट लिएर आएको हैन, मिलबाट लिएर, किनभने हाम्रो विज्ञहरूले पनि एकदम शुद्ध तेल खानु, तोरीको तेल खानु भनेर चाहिँ बार चाहिँ भनिरहनु भएको हुन्थ्यो। र यसले त छ केरा, यो चाहिँ केरा चाहिँ यसो बेला बेलामा के खाम हुन्छ, त्यही भएर चाहिँ यसो केरा पनि खाएर अलिकता जिउ बनाउनु पऱ्यो नि त। जिउ बसालिसकेको छु, खाना भात बसालिसकेँ। अब म टक्क के गर्छु भने प्याज काट्छु, प्याज अनि टमाटर त्यही भएर बोतलमा खनेर तुरुक हाल्ने हो क्या, किनभने यो सुनभन्दा महँगो छ। ल एक चु है लोकल कुखुराको मासु म चाहिँ कुकरमा यसरी घोटाएँ। यहाँ हेर्नुहोस् त गाईचरी पुरा अहिले नै मलाई त मेरो त थोक निलिसक्यो यार, पुरै पानी चुइसक्यो। अब यो आलुको गेडो छ, यो आलु पनि झोल ग्रेभी बाक्लोको लागि यो हालौँ कि भन्ने सोच छ। हेरौँ, काट्दैछु। अब प्याज काटि प्याज पनि काट्नु परिहाल्यो। प्याज चिजमिचो बनाउनु त पर्यो, नत्र त भात रुच्दैन। ज्याम भात खानु पर्यो, मासु दामी बनाएर खानु पर्यो नि त। प्याज पनि हालिन्छ केटोले, पुरै भयो। त्यसमा त यहाँ अरू पनि मिसाउनु छ, सबै मिसाएर पकाउँदाखेरि त यो त पुरै भरिने भयो। यहाँ त रस हाल्नै नपाउने भयो ग्रेभी, त्यही भएको भएर यहाँ बडामानको कुकरमा यसरी हाल्ने हो, दामी सिटी हाल्ने हो। अनि त्यस पछाडि यहाँ दामी पाक्छ नि त, सही हुन्छ नि त ठुलो बडामानको कुकरमा। अब त्यस पछाडि यहाँ चाहिँ यसलाई चाहिँ भन्छ सानो सानो काटेर चिरिक गरेर काटेर लगाइदिएर। यो कुनै हुन्छ नि साह्रै अल्छी गर्नको, के अरे गर्नलाई अल्छी, खानालाई चाहिँ स्प्रे जाँगरिलो होइन। अदुवा लसुन म तेल हाल्छु, किनभने तेल झ्याम्मा हाल्नु पनि हुन्न। अब मैले के हाल्छु, बेसार हाल्छु, बेसार, नुन, त्यस पछाडि यो जिराको धुलो, यो चाहिँ धनियाँको धुलो गाइजहरू। अब सबै कुरा मैले हालिसकेको छु। अब म के गर्छु, हातले मिच्छु सबै। तेल पुगेन, भात चाहिँ पाकिसक्यो। बिचमा चलाएर खिच्नु पऱ्यो, छाता सिटी लगाएर खिच्ने कि न। अच्छा सिस्टम आफ्नो पकाइ धारणा आफ्नो हुन्छ है। सबैलाई झोर्दै गाई चाहिँ हाम्रो मासु पनि पाकियो हैन। कुकुरमा पुरै धनियाँ हालेर मजाले मरमसला हालेर हैन
बनाएको छु बोटुकोमा टक्क भार लगाइन्छ होइन बोटुको भार लगाएर चर्लक्क दिने हो बजाउने हो होइन र गाई चिउ चाहिँ भात होइन अनि तरकारी मासु खाने हो होइन झ्याम झ्याम खाने हो दामी भएछ गाईजहरू होइन खानासाना पनि खाइयो होइन अब जुठाबाट पनि गरियो सानासिनी पनि गरेर बसियो अब अन्तिम अब एम चाहिँ यहीबाट होला जस्तो छ ताकि अब सुत्नु पर्ने छ एकछिन टिभी पनि हेर्नु पर्ने छ अनि त्यसमा त्यो तातो पानी चाहिएको छ राति जाडो छ तातो पानी पनि चाहिएको छ त्यही भएर थर्मस टक्क बेडमा लगेर टक्क जाने हो अनि सुत्ने हो गाईचहरू राम्ररी सुत्नु होला सबैजना होइन राम्रोसँग बस्नु होला र च्यानललाई सब्सक्राइब लाइक सेयर कमेन्ट गर्नलाई चाहिँ नबिर्सिनु होला सक्दो सब्सक्राइब गर्नु होला है लाइक्स कमेन्ट पुरै सब्सक्राइब चाहिँ टुटु सेयर गरिदिनुहोस् त त्यहाँ क्लियर है गाईचहरू आज म अब टिभी हेर्छु अनि एकछिन टिभी हेर्छु त्यसपछि अहिले सुत्छु ल म सबैलाई भन्न चाहे गुड नाइट बाई बाई